फ्रम बाराकुने घोराई। हामी चाहिँ यतातिर ड्राई पिकनिक आएको छौँ आज। अनि म चाहिँ पानीवाली भएको छु। पानी अनि चाउचाउ पनि अलिअलि रहेछ। मेरो पार्टनरहरू चाहिँ हिरोइनहरू यहाँ हुनुहुन्छ, तर आज एकदम मौसमले अलि बादल गरे भएर सबैजना अहिले जाडोले अलि गमक्कै पर्नु भएको छ। हाम्रो भाउजू झन् एकदम सोलेको, एउटा हात नभन्छ त्यस्तै देखिनु भएको। अनि हिरोइनहरू अर्को भ्लगर त्यहाँ हुनुहुन्छ, उहाँको च्यानल चाहिँ सन्जु भ्लग। अनि हामी मौलाकोट माथि डाँडातिर जाने भने, तर पानी परेर हाम्रो प्लानिङ चाहिँ यतैतिर आयो, बाराकुनेतिर। यहाँ प्रतीक्षालयहरू छ, त्यही भएर ठ्याक्कै हामी यहाँ पुगेको थियौँ। पानी परिसक्यो। घुम्न आएको मान्छे खाता ढल्काउँदै मेरो अवस्था यस्तो छ। यहाँ खाता पनि दुईवटा मात्रै ल्याएको थिएँ नि, धन्न घरबाट पनि ल्याउनु पुगिसक्यो। त्यही त स्याटरडे सबैजना आएर अलि चलपल धेरै छ। यस्तो हावाहुरी गऱ्यो। हामी ज्यामिरे जान लाग्यो। दहतिर चाहिँ अलिकति स्पटहरू चाहिँ खाली नरहेछ आज स्याटरडे। अनि यताबाट जान लाग्यो, तर पानी प्लस हावाहुरी गरेर डर लाग्ने गरिरहेछ। तर अब हामी हिँड्यौँ भने फेरि फर्केर नजानेवाला पऱ्यो। तर फाइनल्ली हामी छिटै प्रतीक्षालाई भेटाउनेछौँ भन्ने आशा छ मलाई। अब म ज्याकेटले यस्तो गर्नु पऱ्यो। फेरि छाता दुईवटा, मान्छे 7वटा कहाँदेखि हुन्थ्यो। बच्चालाई र बुढाबुढीले अलिक प्रायोरिटी दिनु पऱ्यो, त्यही भएर भाउजूलाई र मजुलाई एउटा छाता। अनि हामी चाहिँ यसरी अल द वे फ्रम बाराकुने हिँड्दै, त्यही हो अगाडिको खाने बेला आँसु आउँछ भने जस्तो हामी घुम्न आएको बेलामा पानी पऱ्यो यार। ड्राई पिकनिकको नाममा के भयो रे? पिकनिक भएको छ। पिकनिक भएको छ। अब यो तन्ना सन्ना यस्तै हाम्रो अम्ब्रेला यो छत्री यो यसको पनि राम्रै युटिलाइजेसन भइरहेछ यहाँ। यिनीहरूले हामीलाई हेपेर छात्तै दिएनन्, हामी पनि के गर्नु। जे छ त्यही हो। परिआयो चिसो भने आउने कौडा त्यही हो। गाइज हामी चाहिँ हाम्रो फाइनल डेस्टिनेसनमा आइपुग्यौँ। अनि यहाँ उहाँहरूको रियाक्सन चाहिँ तिमीहरू अलिक न्यू ट्रेन्ड रोखा मेरो पाला छैन। किन फिर्ता गरे? आई कान्ट वेट के माई टर्न गाइज। नखाए नि कपी ओ यस्तो यस्तो नि हुने रहेछ। आधी मात्रै मैले त के खान्न कति मिठो छ। चक्लेट फ्लेभर सो एम्मी भयो। यहाँ खाँदा खाँदै पानी परेर हामी यहाँबाट सिफ्ट हुन लाग्यो। के हो? के भयो? म त
दिदीहरू चाहिँ आउनु भएको छैन डराएर हामी दुईजना मात्रै के माथि हामी मात्रै होला लाइफ ज्याकेट लगाएको अरूले लाग्छ छैन त अरू हामी घर जान लाग्यौँ यहाँदेखि त्यही हो आज पानी परेर 4 ठाउँमा सर्यौँ होला हामी यता 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 अब जानु पर्यो फोटो खिचेँ त्यही हो भिडियो त मैले धेरै बनाइनँ बाह्रकुने जान्छौँ अब अनि बाह्रकुने हुँदै अब घर जाने त्यहाँदेखि आएको हामी चाहिँ लेट्स गो होम दुईटा हातले बाटो छोड्नु बाटो सबभन्दा सजिलो टिभी यस्तो लिनु पर्छ सामान छ दान करके करोडों की के भन्छन् रे माग्नेलाई जे भयो नि 20 रुपियाँ देकर 1 करोड माग लिए हामीले भरिया दाइले बिसाउने भारी हैन भाइको भाइ भएपछि यस्तो सुविधा हुन्छ भाइको गर्लफ्रेन्डले यस्तो बोकिदिइहाल्नुहुन्छ ल्याउ कि एउटा म बोक्छु देऊ न हाँसो नै लागेको छैन जाँदा जाँदै हाम्रो भदै राजाले यसलाई टार्गेट गर्ने अनि यो सिधा पार्ने